जयमेसी गुड मर्निङ। हाम्रो एल्डर रोशन पनि आइपुग्नु भएको छ। यहाँ माथिको डाँडामा प्रेयर वकको लागि हामी जाने सल्लाह भएको छ हिजो। यो चाहिँ हो आजको बिहानीको भ्यू। प्रेयर वकको लागि हाम्रो यात्रा अब यहाँबाट हिँडेर डाँडा माथिको डाँडा अब जाने हामी। यहाँ भलिबल ग्राउन्ड छ। हाम्रो वक यो रोड यो बाटोहरू चाहिँ बस कुद्ने रोडहरू हो। यो रोडहरू गएर चाहिँ माथि भोजपुर बजार खोटाङ कहाँ थुप्रै जग्गा जोडिएको रोड रहेछ। दामी दामी दामी। So this is the view from the Dumanaको टप यहाँ डाँडा। हामी जाँदै गरेको जग्गा चाहिँ हो डाँडा। सो डाँडा जाने बाटो चाहिँ यहाँनिर। बाटोहरू यस्तो अप्ठ्यारो छ यहाँनिर, तर पनि यहाँ चाहिँ बस कुद्दो रहेछ। चन्द्रकै मन लाग्यो खामा सारी के रमाइलो जग्गा। डाँडा पुग्ने लागेको छ हामी। यो जग्गाको नाम चाहिँ ओधाने भन्छ। यो डाँडाको नाम चाहिँ ओधाने रहेछ। भोजपुर जिल्लाको अम्चुक गाउँपालिका वडा नम्बर 9 भन्छ है। वार्ड नम्बर 9 दुम्माना डाँडामा पर्छ। हजुर, यहाँनिर चाहिँ दुम्माना भन्ज्याङ। हामी यहाँबाट आएको अहिले। डाँडा पुगिसकेछ नि त है अब त। अहिलेलाई भने हामी माथि डाँडामा छौँ। प्रेयर वक हाम्रो टिम आइपुग्नु भएको छ। अलिकति आउनु हुँदैछ। सो वी आर वेटिङ फर देम। हजुर, त्यो चाहिँ बालङ्खा यताको सेन्टर केन्द्रै त्यहाँ रहेछ नि। यो जग्गा रहेछ बालङ्खा। सो यहाँनिर सबै वार्ड सबै जिल्लाको केन्द्र बालङ्खा। त्यो चाहिँ कुहिरो चाहिँ मलाई साह्रै मन पर्यो। को लागि हामी आएको यहाँनिर डाँडामा। सो अब हाम्रो प्रेयर टिमबाट प्रेयर हुनेछ यो डाँडामा। धान पनि पाक्ने बेला भइसकेको छ। यो चाहिँ कोदो पर्यो। कोदो यति धेरै खेती हुँदो रहेछ यो जग्गामा। डाँडाको भ्यूहरू हामी आएको यहाँबाट। सो यहाँनिर यो रोडहरू चाहिँ भोजपुरहरू जाने बाटो। यहाँनिर चाहिँ हाम्रो टिम जानुहुँदैछ अगाडि अगाडि। चौतारा ढुङ्गाको चौतारा। अघि हामी अर्को बाटो आएको थियो परबाट उकालो, तर रोडबाट चाहिँ उकालो हिँडेको थियो। अहिले चाहिँ हामी रोड फर्किँदैछौँ यो बाटोबाट भएर। अहिले आएको भनेको हामी यो बाटो हो। यहाँबाट गाडी कुद्दैन यो बाटो भने। यो चाहिँ हो मेन रोड। हिजो हामी आएको जग्गा चाहिँ यहाँ देखाउनु हुँदैछ यो पारिपट्टि। यस्तो अप्ठ्यारो छ यो, यति उकालो पनि छ। तर बसहरू चाहिँ 2 नम्बरमा कुद्छ अरे यो उकालो। प्रेयर वक सकेर हामी आइपुगेको छ तल अहिले भर्खर। हेर्दाखेरि चाहिँ नजिक देख्छ तर साह्रै टाढो छ। नेपालको रोडमा बस यसरी कुद्छ। हामी आएको बस हिजोको। अहिले हामी रेडी भएर सेवा गर्दैछौँ तल माथि रुमबाट। हाम्रो चर्च यहाँ तलपट्टि छ। अब आज चाहिँ हाम्रो ओपनिङ सेसन हुन्छ 2 दिनको लागि। यो चाहिँ चर्च हो। पुगेको छौँ हामी चर्च। दिस इज चर्च। हुन्छ। सो खाना खाएर हामी सेवाको लागि आउने हो।
यो चाहिँ टक्क मिटिङ हल जस्तो छ तर एक्चुअली यो चाहिँ इटिङ हल हो हामी इटिङ गर्न आएको छौँ यहाँनिर डल्लै रेडी छ खाना चाहिँ आउँदैछ अकबरे प्रेमराज शर्माज्यूलाई पनि अतिथिको आसन गर्नको लागि म हार्दिक आग्रह गर्दछु कार्यक्रमलाई म अतिथि भारत प्रचारक मोहनलाल राईज्यूलाई पनि म आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु उहाँहरूको साथमा उपस्थित प्रचारक त्यसै गरी डिप्टी सन्तोष मगर हुनुहुन्छ उहाँलाई पनि हार्दिक आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु आफ्नो वार्षिक सम्मेलन 2082 आठौं वार्षिक सम्मेलनमा उपस्थित